जोखिमपूर्ण भइराखेको छ हाम्रो यात्रा चाहिँ पुरै छ आजको दिन। आमा एकदम पुरै हामी चाहिँ दुधकोसीमा तरिरहेको छौँ है, पुरै उदयपुर। आमा यस्तो छ पानी चाहिँ पुरै बाढी आएको छ, तर हामी चाहिँ तर्नै पर्ने भएको अवस्थाले गर्दाखेरि हो। हेर्नुहोस् एकदम गाह्रो छ। आमा नाउने जाँदै छैन, हामीलाई चाहिँ 4 जनाले तारिराख्नु भएको छ एकदम। भाइहरू उता 2 जना, एउटा दाइ उता पछाडि एउटा दाइले तारिराख्नु भएको छ, 3 जना 4 जना भएर। हाम्रो कोसी चाहिँ यस्तो छ दुधकोसी। अनि यो चाहिँ उदयपुर, यताको भोजपुर भयो, यता खोटाङ सिमाना, अनि बिचमा दुधकोसी। एकदम डेन्जर जोनबाट पनि हामी परिसकेको छौँ हल्का है।